बिरामी भएको भाइ आज यहाँ छ। हेर्नुहोस् यहाँ आइ गर्दै आइ गर्दैन उता। यो भाइ यहाँ छ बिरामी भएको भाइ र सो अस्ति हामी 3 दिनसम्म भिडियो बनाउनु जानु पाएको थिएन। अनि दुईवटा भाइ एउटा भाइ र म मात्रै गएको थिएँ भिडियो बनाउन भ्लग बनाउनलाई। सो आज हामी तुरतुरे जाँदैछु। तुरतुरे कोही देख्नु भएको छ छैन त्यो भनिदिनु होला। हामी आज तुरतुरे मन्दिर गइरहेको छु। तुरतुरे गइरहेको छु पोखरामा। अनि सो उतै गएर हामी गएको होइन। अब केटाहरू सबैलाई रेडी भएर बस्नु पर्छ। सो सबैले यसरी नै माया सपोर्ट गरिदिनु होला ल। जसरी युट्युबमा गर्नुहुन्थ्यो त्यसरी फेसबुकमा गर्नुहुन्थ्यो सबैमा यसरी माया सपोर्ट गरिदिनु होला। सो यति भन्दै अहिले हामी बाटो लाग्छु। भाइ खाना खाइरहेछ। यो भाइ खाना खाइसकेपछि अनि त्यसपछि हामी बाइकले जाँदैछौँ। अनि बाइकमा चढेको भिडियो हजुरलाई देखाउँछु है त। ल बाई बाई। सो गाइज होइन अहिले हामी के अरे त्यो तुरेमा आइसक्यो होइन। सो तुरतुरेमा गएर हामी फुल भिडियो बनाउनु लागेको छौँ। सो गाइज हामी अहिले तुरतुरेमा आइसक्यो। अब यता सिधै जानुपर्छ रहेछ बाटोमा। अनि त्यसपछि हामी तुरतुरे आउँछौँ। सो होइन तुरतुरे जाने भनेर धेरै हामी सपना थियो होइन। सो त्यहाँ तुरतुरे आइसक्यो हामी होइन। तुरतुरे गएर नुहाइधुवाइ गरेर अलिकति घुमसुम गर्नु जानु छ। सो सक्दो होइन हामी तुरतुरे गएर सबै भिडियो बनाउँछौँ। अहिले हामी यहाँ आदि रोडमा आइसक्यो होइन। सबै केटाहरू यहीँ आइरहेछ। सो सबैले लाइक र सेयर र सब्सक्राइब हाल्नु नभुल्नु होला। सो अब तुरतुरे गएर अरू भिडियो बनाउनुहोस् है। सो बाई। तुरतुरेमा हामी आइसक्यो होइन। अब हामी यहाँबाट जानु अलिक टाइम लाग्छ 5-10 मिनट। बाइकमा त 5-10 मिनट जानु थियो तर बाइक जाँदैन भन्न थाल्यो। हामी यहाँबाट अब जानु लागेको होइन तुरतुरेमा। सबजना मान्छेले बसिरहेछ। यो भाइ ल भाइ भन्नु के भन्छ? गाइज हामी चाहिँ तुरतुरे आइसकेको छु होइन। मान्छेलाई सोध्दै सबजना हराए हामी थाहा सब मान्छे नुहाइरहेछ होइन। सो सबजना नुहाइरहेछ तुरतुरेमा। डुब्छ रे राहुल। सबजना तुरतुरे मन्दिरमा नुहाइरहेछ। यहाँ हैन अर्को ठाउँमा तुरतुरेमा भाइ सब बहिनीहरू नुहाइरहेछ होइन। मान्छेले नुहाएको के देखाउनु। तुरतुरेकै पानी आएको थाहा छ राहुल। वहाँसम्म माथि हो जानुपर्ने होला अझै सो फाइनली हामी तुरतुरेमा आइपुगिसक्यौ। गुफाभित्र छिर्नुपर्छ होइन। अनि पुरा पानी सो हेरिदिनु होला हामी तुरतुरेको यहाँ पुरामा आइसक्यो। हेर्नु होला सबैजनाले हामी तुरतुरेमा आइसक्यौँ। यहाँ अब कति टाइम लाग्छ त्यो थाहा छैन। सो बाइकमा जानु मिल्ने भयो त 2-3 मिनटमा पुग्थ्यो होला। बाइक जाँदैन भन्न थाल्यो। हामी ढुङ्गै चढिरहेको छु। सो आधा घन्टा टाइम लाग्छ होला। हामीले घर फर्किँदा सबै 5 बज्छ होला सायद होइन आज। तुरतुरे आएको गाइज होइन। हिँडेको यत्रो भइसक्यो। पसिना आइसक्यो। 1 घन्टा भइसक्यो हिँडेको। आइपुग्दैन हेर्नु न। 1 घन्टा भइसक्यो म्याक्सिमम् हामी हिँडेको। आएकै छैन। खोला छ कति टाढो हो तुरतुरे। रहर गरेर आयो। हाम्रो ब्लगको मिसन थियो कि। अनि त्यो अब तुरतुरे हेर्नु झन्डै लडेको गाइज। यस्तो रोड छ कि हामी चाहिँ ब्लगको मिसन कम्प्लिट गर्नु भए पनि मिसन कम्प्लिट गर्नुको लागि भए पनि हामी यस्तो टाढो आएको छु। नराम्रो बाटो होइन। तर के गर्नु गाइज हामीलाई सपोर्ट नै गरिदिनु हुन्न तपाईँहरूले। हामीलाई सपोर्ट गर्नु पऱ्यो कि। सब्सक्राइब हानिदिनु नभुल्नु होला गाइज। हामी 3 जना आएको छु तुरतुरे चाहिँ। रोड यस्तो बेतोर छ। अनि लास्टै गर्मी भइरहेछ। ब्यागमा चाहिँ कपडाहरू चड्डीहरू छ। खानेकुरोहरू छ। खाजाहरू चुरोट केटाहरूको लागि चौचो छ। मुरीसुरी होइन। कपडा लिएर आएको छु। अझै कति लाग्ने हो थाहा छैन। पसिनाले चाहिँ मर्न लागिसक्यो गाइस। ल यति भन्दै बाई बाई होइन। अब हामी तुरतुरेमा पुगेको भिडियो बनाउँछु। बाई बाई गाइस। हामी यहाँ अब मैले भर्खर तुरतुरेमा आयो होइन। तुरतुरे मन्दिर यहाँ नुहाउनु लागेको छ। केटाहरू यहाँ सबैजना छ। हेर यता यो सब केटाहरू यहाँ नुहाउनु आएको छ। यहाँ सबै केटाहरू छ टन्नै छ। सो अब हामी नुहाएर अरू भ्लग होइन। सो अहिलेको लागि चाहिँ बाई बाई होइन। तुरतुरेमा आएर हामी 1 घन्टादेखि घुमे गरेको कता बाटो बिर्सेर केटाहरू आयो। केटाहरूले ल्याइदियो। सो अहिले हामी तुरतुरे मन्दिर यहाँ तुरतुरेमा आइसक्यो भ्लग आएर। सो अहिलेको लागि बाई बाई। सो गाइज हामी चाहिँ तुरतुरे आइसकेको छु होइन। हामी 3 जना बाइकमा आएको। अनि हामी अहिले नुहाउँदैछु गाइज होइन। हाम्रो चाइल्ड मिसन थियो तुरतुरे आएर नुहाउने भ्लगमा। हामी आइसकेको छु हेर्नु। हामी तुरतुरेमा यहाँ हेर्नु जाऊ साथी जाऊ।
केटाहरू पनि छ पछाडि होइन अहिलेको लागि बाई बाई होइन हामी नुहाउँदैछु अब अर्को भाइ पनि बाल्छु ल हाम्रो ल्याऊ हाम्रो ल भाइ तिमी आमा ल सबै नबुझायो त आमा ल भाइ ल उ पनि आमा ल्याऊ ल आमा ल एउटा भाइ आउनु हाम्रो लाग्छ ल आमा ल्याऊ सबैले हेरेर माया गरिदिनु होला होइन यो हामी आज पहिलोचोटि थियो हाम्रो सपना थियो यहाँ पिकतिर आउँछ भने यो भाइ हो यो भाइ पनि त्यो एकदमै भिडियोमा हुनेछ होइन सबैले हेरिदिनु होला र माया सपोर्ट गर्नु होला र अहिलेको लागि हामी यहाँ गाउँको लागि बसिरहेको छ अब हाम्रो भिडियो बन्द हुँदैछ सब नुहाएर बनाउनु सो अहिलेको लागि बाई बाई गाइज हामी अब अहिले लालबन्दी आइपुग्यो होइन तुत्रोबाट अहिले भर्खर लालबन्दी आइपुग्यो लालबन्दीको भ्यू चाहिँ यस्तो छ हामी लालबन्दी आइपुग्यो अब सो अब हामी घर जाँदा छौँ अब घर गएर फुल भिडियोहरू होला आउँछ राति 8 बजी ठ्याक्क हेर्नु होला सो अहिलेलाई बाई बाई